हेलो साथीहरु, म आज एउटा अर्को ट्युटोरियल लिएर आएको छु। सजिलो तरिकाले फोटो एडिटिङ गर्ने तरिका। यो सफ्टवेयरको नाम छ फोटो सिने। दिस वान तपाईले गुगलमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। यो सफ्टवेयर इन्स्टल गर्नुहोस्। इजी तरिकाले फोटो एडिटिङ गर्न सक्नुहुन्छ। हेर्नुहोस्, यस्तो पाराले यो फोटो एडिटिङको सफ्टवेयर शो हुन्छ। यसमा तपाई यो फाइलमा जानुहोस्। फाइल ओपन गर्नको लागि दिस वान तपाईले फोटो अपलोड गर्नुहोस्। मसँग एउटा फोटो सरी डेस्कटप मनोज मसँग एउटा नाइस पिक। ओके, दिस वान डबल क्लिक गर्नुहोस्। तपाईको फोटो आयो। गर्ल, बॉडी, लभ, यसमा अलग अलग अप्सन्समा अलग अलग टेम्प्लेटहरु यसमा अवेलेबल छन्। जस्तै मानौ गर्ल, यसमा म सिंगल क्लिक गर्छु। हेर्नुस् फोटो कस्तो पाराले भयो। फुलमा क्लिक गर्छु। हेर्नुस् एकदम इजी पाराले। हेर्नुस् कस्तो दामी इफेक्ट आछ। हेर्नुस् यसलाई। हेर्नुस् यहाँबाट तपाईले कुन साइजलाई यो गर्ने, यहाँ यताबाट पनि तपाईले यसबाट पनि मिलाउन सक्नुहुन्छ। यहाँ पक्रेर लिन सक्नुहुन्छ यता। ओके, र यसमा क्लिक गर्छु। हेर्नुस् तपाईलाई जुन चाहियो त्यही तपाईले सेभ गर्न सक्नुहुन्छ। र अझै मोर पनि छन्। हेर्नुस् यो फोटोलाई हेर्नुस् कस्तो इफेक्ट आइराछ यसको। हेर्नुस् कमिलाले पात उठाइराछ। पातमा चाहिँ कान्छी झुन्निरहेको छन् हैन। ओके, द टु चेन्ज हुँदै जान्छ। हेर्नुस् भेरी भेरी नाइस। तपाईले यस्तै कुनै पनि फोटो स्टुडियोमा जानुभयो र यस्तै पाराले तपाईले फोटो एडिटिङ गर्न लाग्नुभयो भने चाहिँ धेरै खर्च हुनेछ। यो एकदम सजिलो तरिकाले फोटो एडिटिङ गर्ने तरिका हो। तपाईले आफै फोटो एडिटिङ आफ्नो फोटोहरु आफै एडिटिङ गर्न सक्नुहुन्छ। ओके, एन्ड यसमा हेर्नुस् इफेक्ट हेर्नुस्। सो ब्युटिफुल इफेक्ट। ब्युटिफुल इफेक्ट एन्ड बॉडी छ, लभ अप्सन छ। हेर्नुस् कति दामी देखिरहेछ यो लभ अप्सन्समा। हेर्नुस् एकदम सजिलो तरिकाले छ। हेर्नुस् पत्तामा हेर्नुस् वाटरफल इफेक्ट। हेर्नुस् यति नाइस इफेक्ट। हेर्नुस् अगाडि वाटर छ, ब्याकग्राउन्डमा उसको फोटो छ। तपाईले यसमा यसको कहाँ कुन साइजको लिने यसबाट यहाँबाट पनि यो गर्न सक्नुहुन्छ। यसमा सानो पारेर पनि तपाईले फेस देखाउन सक्नुहुन्छ। यसरी एडिटिङ गर्नुहोस्। ठुलो सानो यसो कुनामा माउस राखेर ठुलो सानो बनाउन सक्नुहुन्छ। अझै यसलाई ठुलो पाराले बनाऊ हामी। हेर्नुहोस् ब्याकग्राउन्डमा कति दामी इफेक्ट आइराछ। यो हेर्नुहोस् एन्ड फ्रेम दिस वान फ्रेम एकदम डाइरेक्ट फोटो एडिटिङ गर्दाखेरि कति मुस्किल पर्छ। यसबाट हेर्नुहोस् डाइरेक्ट फ्रेममा कति सजिलो तरिकाले यसमा फ्रेममा हाल्न सकिन्छ। हेर्नुहोस् काफी फ्रेमहरु छ यसमा, काफी फ्रेमहरु छ। ओके, एन्ड हेर्नुहोस् तपाई चेक गर्दै जानुहोस्। भेरी इजी। हेर्नुहोस् मलाई एउटा यहाँ कुन चाहिँ एउटा मलाई राम्रो लाग्यो भन्दा कुन चाहिँ कता थियो एउटा यहाँ स्टेसनरी। हेर्नुहोस् कति दामी इफेक्ट दिइराछ। हेर्नुहोस् यति सजिलो तरिकाले यसबाट तपाईले फोटो एडिटिङ गर्न सक्नुहुनेछ। र फाइनली तपाईले एडिटिङ गर्नुहोस्। अब यहाँबाट यसको राउटर गर्न सक्नुहुनेछ। रोटेट फोटो घुमाउन सक्नुहुन्छ। जस्तै सरी यसलाई गर्छु। हेर्नुहोस् यसबाट रोटेट गर्न सक्नुहुन्छ। तपाईले कुन साइडमा रोटेट गर्नुहुने हो हैन। ओके, यसबाट तपाईले प्रोसेसिङ हुँदैछ अलिकति। यसबाट ब्ल्याक एन्ड व्हाइट तरका यो एउटा हुन्छ नि जस्तै पेन्सिलले कोरेको। हेर्नुहोस् यसबाट। अनि यसबाट तपाईले फेरि यो पनि गर्न सक्नुहुन्छ ब्ल्याक एन्ड व्हाइट जस्तो।
Okay. Okay, now finally हामीले फोटोलाई अब सेभ गर्ने तरिका म हजुरहरूलाई भन्छु। हेर्नुहोस् कस्तो दामी इफेक्ट आइरहेको छ हेर्नुहोस्। फाइनली हामी यसमा जाउँ, न्यू, यसबाट न्यू फोटो लिने, यहाँबाट सेभ छ हेर्नुहोस्। यहाँनिर सेभमा क्लिक गर्नुहोस्, डेस्कटप या कुन फाइल कुन फोल्डरमा राख्नु त्यसमा क्लिक गर्नुहोस्, न्यू फोटोको नाम दिनुहोस्, न्यू एन्ड जो पनि नाम दिनुहुन्छ ओके गर्नुहोस्। त्यसलाई फाइनल हामी बन्द गरौँ। न्यू हेर्नुहोस्, यहाँ आएर हाम्रो फोटो यस्तो बन्यो। म तपाईँलाई पुरानो फोटो पनि देखाउँछु। यसको कुन चाहिँ फोटो थियो, यस फोटो हेर्नुहोस्। हाउ इमेजिङ छ हेर्नुहोस्। कस्तो पाराले सजिलो। यसरी यो फोटोसपलाई तपाईँ डाउनलोड गर्नुहोस् र यसलाई दिस वान फोटोसी भन्नेलाई इन्टरनेटबाट गएर डाउनलोड गर्नुहोस् या मेरो ब्लगमा हेर्नुहोस्। मैले ब्लगमा लिङ्क दिएको छु। मेरो भिडियोको मुनिको लिङ्कमा गएर तपाईँ मेरो ब्लगमा पुगेर त्यहाँबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ। र यदि तपाईँले त्यहाँबाट पनि पाउनु भने मलाई कमेन्ट गर्नुहोस्। म अलग तपाईँलाई यसको लिङ्क म तपाईँलाई इमेल गर्नेछु। तपाईँले मलाई इमेल एड्रेस दिनुभयो र मलाई सब्सक्राइब गर्नुभयो भने चाहिँ म तपाईँलाई पर्सनली यो सफ्टवेयर तपाईँको इमेलमा इमेल गर्नेछु। यसलाई डाउनलोड गरेर तपाईँले आफ्नो फोटो एडिटिङ गर्नुहोस्। हवस् त, धन्यवाद। मलाई सब्सक्राइब गर्न नभुल्नुहोला र मेरो भिडियो कस्तो लाग्यो मलाई कमेन्ट गर्नुहोस्।